सबैजनालाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ है। मेरो यता खिचिरहेको छु। अब हामीले चाहिँ फेरि नयाँ ट्रिप लिएर आएको छौँ होइन। हामी सबैजना मिलेर चाहिँ सिजौका घुम्न जाँदैछौँ होइन। त्यही भएर चाहिँ यहाँ साथीभाइहरू चाहिँ सबैजना यहाँनिर यहाँ रेडी भइरहेको छौँ होइन। यही सबैजना यो मान्छेहरू हामी सबैजना घुमेर मिलेर चाहिँ घुम्न जाने। अहिले एकदम भद्रगोल छ होइन। मेकअप गर्ने टाइम भइरहेको छ अहिले होइन। यो मेरो छोरो हो। यो छोरो चाहिँ एकदम भर्खर लेजी अवस्थामा छ है। अलिकति गेङ्की हुनु पर्यो होइन घुम्न जानलाई है। त्यही भएर अब हामी रेडी भएर अहिले चाहिँ बाहिर निस्किन्छौँ। अब यहाँबाट रेडी भएर नागोया गएर हामी सिजौका जाँदैछौँ। हामी फुजिसानहरू हेर्नेछौँ, तपाईँहरूलाई पनि देखाउनेछौँ, हेर्नु होला होइन। यो नागोया हो, स्टेसन जानु पर्यो नि त। ल सबिना थम्स के अरे अहिले बिहानको ठिक 5:30 पनि बढी भइसक्यो। जापानमा त अँध्यारै छ। हामी चाहिँ यस्तो अँध्यारोमा बिहानै सबैजना मिलेर रेडी भएर निस्क्यौँ हामी। पछाडि यो यस्तो साना मसिनाहरू कुराहरू क्याङ गर्दै पछाडि घिसार्दै यो कुराहरू यसरी घुम्दै पुरै अँध्यारो छ के होइन। अब बाँकी अब हामी ट्रेन चढ्न जाँदैछौँ हामी चाहिँ होइन। ट्रेन चढेर चाहिँ गएपछि चाहिँ बस चढेर चाहिँ हामी सिजौमा जानेछौँ। त्यही भएर अहिले चाहिँ अँध्यारो बिहानको ठिक 5:30 बजीतिर चाहिँ निस्क्यौँ हामी। त्यही हो, बाँकी कुरा फेरि गएपछि खिचौँ होइन। आइन टप छिटो जापानमा चाहिँ यसरी दाबेर चाहिँ सिग्नललाई चाहिँ ओपन गर्नुपर्छ। सबजना गाइजहरू मिलेर बाटो क्रस गर्नुपर्छ। ग्रिन कलर भएपछि पर्छ। यो पार्कबाट चाहिँ हामी स्टेसन जाँदैछौँ। यो रेल स्टेसन आयो, ट्रेन स्टेसन जिआर। यहाँबाट हामी नागोया जान्छौँ। यो चाहिँ हाम्रो चुरुमाई पार्क। आफ्नो परिचय दिनु होला। के हो नानी मुन्ना, यस्तो कस्तो नानी मुन्ना आइने। ल यहाँबाट चाहिँ हामी अब ट्रेन चढेर गयौँ है। बाई बाई। छिटो जाउँ न, के बसेको र कता हाल्यो जाउँ त्यतापट्टि साइड। त्यहाँ त अलि हिँडिहाल्यो क्या धेरै पनि होइन। मलाई बाई बाई गराएर सबैले यता फर्केर यता बाई बाई गरा। बाई बाई। यस ट्रेन पनि चढ्यौँ। बस्नु बस्यो नि त। तर बच्चाको उहरूको रहेछ, बुढी मान्छेहरूको ट्रेन त्यही हो। ल हामी चाहिँ अहिले बस चढेर ब्रेक बस्ने ठाउँमा आयौँ होइन। यो चाहिँ ब्रेक टाइम भएपछि जाने टाइम खाने टाइम हो र। यो चाहिँ बस हाम्रो यो पछाडिको बसमा आएको हामी। अब यहाँबाट टोइलेट सबैले टाइम छैन है, नजाऊ है। 10 मिनट भन्दा यो गाडी हो हामी आएको होइन। यो गाडीको मान्छे ड्राइभरले कुरेर बसिरहेको छ हामीलाई। अब हामी एकछिनमा बस चढेर जाने। आइन के भनेर भनिदेऊ न। अझम अर्को फेरि किन अड्क्यो होला यता हेर न। अहिले के भन्थ्यो आमा फेरि भनिदेऊ न। हामी यहाँ बसेको बेला आमा बुवा ऊ त्यहाँनिर चोट खानालाई ऊ त्यहाँनिर जानुहुन्थ्यो अलिक भर्खर भनेको आइले। आमा बुवाले नै सम्झे गाई झन् चाहिँ भइरहेछ।
स्टार्ट टाइम भयो भित्र डुम्बो हो कि सधैँ रिसाइ गर्ने साली उहाँ चाहिँ हाम्रो नयाँ मेरो भ्लगमा आज फर्स्ट टाइम आउनु भएको नयाँ मेम्बर हुनुहुन्छ उहाँ चाहिँ हाई हजुर बसभित्र छौँ बसभित्र त्यही भएर हामी धेरै बोल्न मिल्दैन त्यही भएर चाहिँ कोही पनि बोलिरहेको छैन शान्त भएर बसिरहेको छ सबैजना ल फाइनली हामी यो चाहिँ सिजोका हो होइन सिजोकामा आइपुग्यौँ अब यहाँबाट चाहिँ बिस्तारै घुमफिर गरेर जानेछौँ मान्छेहरूलाई हेरेर चाहिँ झारेर आज चाहिँ कति 2025 डिसेम्बरको चाहिँ 31 तारिक 2025 को अन्तिम दिन 25 को अन्तिम दिनमा चाहिँ हामी सिजोका घुम्नेछौँ भोलिबाट 2026 लाग्छ अब यहाँबाट चाहिँ कति मिनट लाग्छ अरे र यहाँबाट चाहिँ अब सिजोका स्टेसनसम्म जान्छौँ सिजोका स्टेसनबाट ट्रेन चढेर हामी फुजी जान्छौँ होइन त्यहाँ घुम्नुको लागि यो चाहिँ हाम्रो अन्तिम दिन उसको के भन्छ 2025 को डिसेम्बर 31 तारिक होइन आज 31 तारिक हो आज होइन त्यही भएर अनि सम्झिँदै भनिरहेको छु मैले नि कस्तो भइरहेको छ सर तिमीलाई अहिले कस्तो भयो राम्रो भयो अघि पेट दुख्यो भनेर भोमिट गरिसकेको थिएँ बसमा अहिले चाहिँ ठिक भयो अलि पेट ठिक भएको छ ओके गुड गर्दै हात देखाइदिउँ के ल गाइजहरू अहिले चाहिँ अलिकति एनर्जी आएको अवस्था हामी चाहिँ अनिगिरी र चिकन खाएर चाहिँ बस कुरेर बसिरहेको छ हामी होइन अलिकति एनर्जी नै आयो अघिसम्म सानो छोरा थियो होला होइन अहिले चाहिँ अलिक ठुलो छोरा आएर होला होइन बाल भएन होइन कस्तो भइरहेको छ तपाईँलाई अहिलेसम्म भइरहेको कि अब हुँदैछ अनि हजुरहरूलाई कस्तो भयो नागबाट पुरै हामी चाहिँ नागबाट चाहिँ हामी कति 2.5 घन्टा लगाएर हामी सिजोकामा आयौँ
आज नै घुमेर एक रात बसेर अनि बल्ल हामी भोलि चाहिँ रिटर्न हुने हो। यहाँ बस कुरेर बसिरहेछौँ यो सिजौकामा। यो चाहिँ सिजौका स्टेसन आइपुग्यो हामी। कान्छी साहब यहाँ एकदम मक्क भएर बसिरहेको छ यहाँ सिजौका स्टेसनमा। त्यही भएर चाहिँ अब भित्र जानु छ यहाँ र यहाँ रेल चढेर चाहिँ हामी फुजी भन्ने ठाउँमा गएर चाहिँ हिमाल हेर्न जाँदैछौँ, फुजिसान हेर्न जाँदैछौँ, त्यसको नजिक नजिक जान्छौँ। यो चाहिँ सिजौका स्टेसन। कान्छाले सिजौका स्टेसन आयो त कहाँ जाने अब ल हामी यहाँ रेल चढेको पनि भिडियो बनाइदिउँ न। बस बस ठाउँ पाउँछ बस्यो क्या बस्यो आइने ठाउँ पायो। यो चाहिँ जापानको एकदम फेमस हिमाल फुजिसान भन्ने हिमालको नाम हो। जापानको फुजिसान। हामी फाइनल्ली अहिले चाहिँ के अरे फुजिनोमिया स्टेसनमा आयौँ। फुजिनोमिया स्टेसन होइन, यहाँबाट चाहिँ फुजिसान एकदम नजिक नजिक देखिँदैछ। म फुजिसान भएर जाँदैछु। त्यही भएर यहाँबाट टक्क लगाएर चाहिँ फुजिसान देखाउँदैछु म यहाँ तपाईँहरूलाई पनि होइन नजिकबाट। एकदम राम्रो भ्यू आउँदो रहेछ यहाँ आएर चाहिँ फुजिसान हेर्नु चाहिँ। ल यहाँबाट फुजिसान हेर्नुहोस्। मेरो पछाडि फुजिसान नजिकै देख्छ, नजिकै रहेछ। अब चाहिँ यहाँबाट बिस्तारै कता कता हुन्छ त्यो यसो घुमफिर गरेर अनि त्यसपछि फुजिसान हेरेर अनि हामी फर्किनेछौँ अर्को डेस्टिनेसनतिर। त्यही भएर हेर्दै गर्नुहोला फुजिसान, माया गर्दै गर्नुहोला हामीलाई। ल हामी चाहिँ अहिले माउन्ट फुजी वर्ल्ड हेरिटेज सेन्टर सिजौकामा आएको छौँ होइन। यो चाहिँ एकदम विश्व सम्पदा सूचीमा परेको ठाउँ यो चाहिँ होइन। यस्तो ठाउँ हो एकदम स्वर्गदानी द्वार यो चाहिँ। यहाँबाट चाहिँ आइनले आइन फुजिसान मिसे त्यही यस्तो गर्नु अहिले त हाम्रो लम्बा न छोरो हात लम्बाउ न यस्तो दुईवटा हातले ध्यान न, दुईवटा हातले उठेर पत्रो योबाट बनाएको चाहिँ पत्रो हो। एकदम राम्रो थियो फुजिसान। ल हिउँ पऱ्यो अहिले टपक्क माथि मात्र मित्रहरू यहाँनिर छ नि, फोटो खिच्ने कार्यक्रम हुँदैछ। हेलो सिजौका, हेलो सिजौका हुन्छ नि। सिजौका म चाहिँ उहाँको साली र होइन भेना साली हामी अब भिडियो बनाइदिन्थ्यो भने होइन बल्ल बल्ल भिडियो बनाइदिएको उसको बनाउने उसको कस्तो राम्रो देखेको भनिदिनु पऱ्यो अरे होइन। अनि हामी चाहिँ यहाँ फुजिसानको एकदम नजिकै आइसक्यौँ होइन। आज चाहिँ हाम्रो 2025 को लास्ट डे। सो त्यही भएर हामी चाहिँ एकदम सिजौकामा चाहिँ फर्स्ट टाइम हामी घुम्न आइरहेको छौँ। एकदम मान्छेको चहलपहल पनि छ यता होइन। त्यही भएर प्लिज राम्रोसँग बस्नु होला सबैजना होइन।
म मेरो पछाडि तपाईँलाई ठुलो हिमाल देखाइदिन्छु ल हेर्नुहोस् यो चाहिँ हाम्रो जापानको सबैभन्दा फेमस हिमाल फुजिसान देश यो चाहिँ एकदम फेमस छ संसार जापानको सबभन्दा फेमस हो यो अनि मेरो साली होइन मेरो साली एकदम उमेरले के भन्छ भरपक्का एकदम ठिक भएको अब एउटा के भन्छ एउटा उसको खाँचो भएको होइन एउटा सानो भाइको एउटा खाँचो भएको छ होइन हेर्नुहोस् ल यहाँ मित्रहरू ल यही हो कसैलाई केही छ भने प्लिज भन्न सक्नुहुन्छ होइन त्यही भएर तपाईँहरूलाई केही छ भन्नु ल ल अब हामी बाटो काट्दैछौँ होइन बाटो काटी भएपछि हामी फेरि अझै अरू भिडियो पनि देखाउँदैछौँ हेर्नु होला हामीसँग टच रहनु होला यहाँ मान्छेहरू पनि जान मिल्छ यो अहिले चाहिँ हिउँ परेर एकदम माथि भाग पुरै हिउँ परेर चाहिँ सेता पनि भएको छ होइन यो यहाँनिर अरू बेलामा चाहिँ मान्छेहरू गरिब महिनामा चाहिँ मान्छेहरू चढ्न जान्छन् यहाँनिर माथि चढ्छन् यो चाहिँ धेरै पहिला भोल्क्यानो ज्वालामुखी आएर चाहिँ यो बनेको यो पहाड हो यहाँ माथि चाहिँ हिउँ परिरहेछ यो हिउँ परेको चाहिँ हिउँको भाग हो होइन त्यसपछि हामी चाहिँ यो मन्दिरमा यहाँ एकदम मान्छे चहलपहल रहेछ यहाँनिर चाहिँ घुम्न आइरहेको छौँ अब यो भित्र हेर्दैछौँ के छ होइन यो आयन चाहिँ आइना ट्याप छ छोरालाई चुलबुल भइरहेछ यो मित्रहरू यस्तो एकदम यहाँ हिँडिरहनु भएको छ होइन हात हल्लाएर होइन कान्छी ल यो भुइँसानको फेदैमा पुग्नलाई हामी चाहिँ ल हिँडेर गाह्रो छ हामीलाई ल घुमफिर गर्दै हामी नजिक आउनु लागिसक्यौँ होइन पुरै यहाँ झर्ना हेर्न आएको अहिले चाहिँ हामी होइन सिजोकाको एकदम फेमस झर्ना एउटा झर्ना हेर्न जाँदैछौँ फुजिसानको नजिकै जम्मा कुरा नगरौँ है यहाँ ढोलकमा छौँ हामी रमाइलो हाम्रो जम्मा 2000 आमा आयो 2000 मा हेलो सबै हेरिसिहाल्यो अब के गर्नु आएर ल यो चाहिँ झर्ना जापानको एकदम सिजोकाको एकदम फेमस झर्ना रहेछ यहाँ चाहिँ होइन एकदम यो फुजिसानको छेउमै कति राम्रो झर्ना
कस्तो भयो म आशा कि कति म मैले हेर यो फुलिसान होइन यो झर्ना राम्रो छ ठाउँ रमाइलो छ ल यहाँ कडा झर्ना सिजोकाको एकदम फेमस झर्नामा पनि आइयो एकदम फेमस रहेछ यो झर्ना होइन कल आएर यो झर्ना के झर्ना पनि कडा फाइनल्ली हामी सिराइतनो ताकी वाटरफल्समा आएका छौँ तपाईँहरूलाई म देखाउन गइरहेको छु यहाँ सिराइतनो ताकी अनि वाटरफल झर्ना एकदम फेमस झर्ना यहाँको होइन झर्ना एकदम कडा खाले झर्ना छोरो झर्ना कस्तो हो झर्ना कस्तो लाग्यो छोरो ओ झर्ना कस्तो लाग्यो आउँछ नि होइन एकदम कडा झर्ना देखिरहेको छ यहाँबाट सिराइतनो ताकी भन्ने झर्ना जाने हो अब कल्ला अरे यहाँ पुरा खिच्ने कार्यक्रम यता त भइरहेको छ सबैजना खिच्नुभयो फोटो फोटो खिचेन ए भिडियो चाहिँ बनायो फोटो खिच्यो ल ग्रुपमा फोटो खिच्यो सबैजना यता ए आता ल 옷대로 잡아서 एकदम गाह्रो भइरहेको अवस्था छ हाम्रो मित्रहरूलाई चाहिँ यो भनेको यति तलबाट आयो हामी अहिले होइन एकदम यहाँ साह्रै गाह्रो भयो हाम्रो चाहिँ ल मित्रहरू यी फुजिसान सबैभन्दा नजिकबाट हेरेको ठाउँ यही हो अब हामी चाहिँ यहाँबाट लाग्छौँ सिजौका स्टेसनतिर लाग्छौँ अब भोलि चाहिँ अब सिजौकामा चाहिँ घुम्छौँ आज यो फुजी भन्ने ठाउँमा हामी फुजी भन्ने ठाउँमा घुमेर आज बेलुका गएर अब होटेलमा के गर्छ छोरो होटेलमा बस्छ होइन होटेलमा कारपिप गर्ने होटेलमा बसेर आज एक दिन बसेर भोलि चाहिँ कहाँ घुम्ने सिजौका घुम्ने होइन आज चाहिँ फुजी घुम्यो होइन फुजीको फुजिसान सबैभन्दा फेमस ठाउँ यही घुम्यो अरे नि ल सकाइ ऊ बसा ल मेरा मित्रहरू हामी चाहिँ फुजिसान हेरेर ऊ त्यो अँध्यारोमा यो फुजिसान हो यो होइन यो फुजिसान हेरी भ्याएर अँध्यारो भएर दिनभरि हेरेर घुमेर आएर चाहिँ होइन हामी पुरै थकै मारेर यहाँ बसेर ट्रेन कुरेर बसिरहेको छौँ यो चाहिँ यो स्टेसनबाट हामी फुजी स्टेसन गएर त्यहाँबाट चाहिँ हामी सिजौका स्टेसन जान्छौँ त्यहाँ होटेलमा हामी वेट गर्छौँ अनि भोलि फेरि सिजौका घुमेर घर फर्किन्छौँ हेर्दै गर्नु होला माया गर्दै गर्नु होला के कस्तो भयो कम दिन होला कस्तो भयो
यो कान्छाली हो खालि रिसारिसै गर्छ बाँकी कुरा अब होटेलमा गएर देखाउनेछु ल यो चाहिँ हाम्रो अब बस्ने रुम होटेल यो रहेछ सिजौको टाउन होटेल हामी चाहिँ यहाँ बस्छौँ आज अब चेकिङ गर्न भित्र जान्छौँ हामी गाइजहरू लिएर यहाँ पुरै अब भित्र गएर सुत्ने है ल बाई गुड नाइट ल जाऊ ल हामी भित्र छिर्यौँ ल यो चाहिँ हाम्रो ओइ हाम्रो होटेलले भयो होइन रुम चाहिँ यता छ अब रुम होटेल त छिर्दैछौँ हामी रुममा बस्नलाई पानी हो यो रहेछ ओके हाम्रो छोरोले खोल्दैछ यहाँ कति छैन ल यो त होइन भित्र गएपछि हो उतापट्टि मासु गरेर पहिला खोल्नु न फेरि खोल्नु न पहिला खोल्नु न ढुक्क खोल्दै आएन यार गाई छोरीले गो ए छोराले यहाँ चापिहालेर अब हामी चाहिँ कोठामा भित्र छिरे टिभी यो चाहिँ हाम्रो सानो कोठा ल यहाँ चाहिँ के रहेछ नि टिभी रहेछ होइन यो चाहिँ हाम्रो रुम भयो यता टोइलेट बाथरुम होइन बत्तीवाला पनि टोइलेट बाथरुम छोरो यहाँ टोइलेट भयो यता बाथरुम नुहाउने ठाउँ यो सफाइ रहेछ होइन छोड यहाँ सुत्छौँ हामी होइन सानो सानो हुन्छ नि टक्क लाएर खानु न किन लिएर आउनु उतापट्टि सालीहरूको कोठा उता कोठा देखाउँ न एकचोटि सर यतापट्टि चाहिँ हाम्रो सालीको र हाम्रो सब सिस्टरको चाहिँ रुम रहेछ होइन टिभी सानो दुईजनालाई ठिक सानो यत्रो हेऱ्यो कोठा त है बत्ती हो सिसी क्यामेरा यो चाहिँ सायद यो होला लाउने ड्रेसहरू होला ड्रायरहरू यहाँ टोइलेट बाथरुम यता हुन्छ ल गाइजहरू गुड नाइट ल ल फाइनल्ली हामी चाहिँ होटेलमा आइपुग्यौँ कोठामा बल्ल बल्ल आइपुग्यौँ यो कोठाको चाहिँ हामीले कतिवटा देखायो भनेर चाहिँ हामीले नभन्नु होला अहिले होइन यो कोठाको चाहिँ धेरै नै परिरहेको यत्रो महँगो कोठा सिटीमा है छ र नि कस्तो भएको छ ल भन्नु ल के छ ल भनिदेऊ ल सबै ठिक छ कस्तो भएको छ होटेलभित्र ठिक भयो नयाँ रुममा आज एक दिन बस्न पाएको कस्तो भयो कस्तो राम्रो भयो कस्तो राम्रो अब हामी एकछिन पछि हामी नुहाइदिए गरेर फ्रेस भएर बाहिर एकछिन खानाहरू लिएर आएर चाहिँ हामी खानेछौँ त्यतिन्जेलसम्मलाई किनकि यहाँ के खाना पकाउने ठाउँ नभए खाना पकाउने ठाउँ नभए ल गाइजहरू ल यो हाम्रो बेड यो यस्तो रे यो भित्र यस्तो रहेछ मास्क फाल्नु मास्क भयो ल टिभी कसरी घरको जसरी नै हो बाँकी कुरा अब एकछिन पछि फेरि गरौँला है त ल गाइज यहाँ हाम्रो गाइज यहाँ चाहिँ
हेर्नुहोस् है हामी अहिले रातिको 10:30-11 बजी भन्नुभयो होइन गर्नु नि छिटो हुन्छ त्यति बाँडिदिनु यहाँ हामी तास खेल्दैछौँ गाइजहरू यहाँ होटेलमा बसेर चाहिँ हामी रातिको कति सिजौका होटेल होइन यो अब यो रात हामीले 2025 को अन्तिम रातमा हामीले तास खेल्दैछौँ यहाँ गाइजहरू यहाँ रमाइलो भइरहेछ ल्याइदिनु त पल्टाइदिनु त आमा पल्टाउने तर भएन मैले खाएँ परेन मेरो त गाह्रो भयो यहाँ यहाँ नेपालमा पैसाको भ्यालु हुने कस्तो भ्यालु छ है ह्याप्पी 2025 खाने बोतल अब भोलि ह्याप्पी 2026 भनौँ होला हामी तासा सब खेल्यौँ होइन सबैले रमाइलो गरौँ अलिअलि ड्रिङ्क्सहरू अलिअलि खाँदै तास खेलेर अब सुति टाइम होला अब 2025 को अन्तिम दिन अन्तिम रात भोलि उठ्दाखेरि 2026 हुन्छ सबैजनाको 2025 के कस्तो भयो राम्रै भयो होला होइन आशा छ 2026 पनि सबैजनाको राम्रो होस् होइन त्यही भएर सबैजनालाई त्यही शुभकामना छ अब हामी चाहिँ सुत्छौँ अब आजलाई यति नै हस् त गुड नाइट ह्याप्पी न्यू इयर आज 2026 को जनवरी 1 तारिक हो आज अझै आज पनि हामी छौँ त्यही भएर हिजो तास खेलेर धेरै रमाइलो गरियो सबैजनालाई ह्याप्पी न्यू इयर आज 2026 जनवरी 1 तारिक होइन सर ह्याप्पी न्यू इयर भनिदियो ह्याप्पी न्यू इयर सबैजनालाई होइन आजको हाम्रो घुमघाममा हिजो 2025 थियो हिजो अनि आज 2026 लाग्यो होइन हिजोको के गर्दै आज अनि हिजोको अब 2026 लागेपछि 2026 मा पनि धेरै कुराहरू गर्न छ होइन धेरै कुराहरू राम्रो कुराहरू गर्न छ होइन सबैजनाले अब आफ्नो ठाउँबाट राम्रो नराम्रो के कस्तो हुन्छ सबैजनाले आफ्नो राम्रो दिनु होला काम राम्रोसँग गर्नु होला होइन राम्रो सोच्नु होला 2026 पनि त्यही भएर सबैको राम्रो हुने होस् पनि हामी पनि आश गर्दै 2026 को धेरै धेरै शुभकामना दिन चाहन्छौँ त्यसैले ह्याप्पी न्यू इयर वन्स अगेन 1 2 3 गो ह्याप्पी न्यू इयर अझै पनि हामी अब उठेर यहाँबाट चाहिँ घुम्न जानेछौँ अब मन्दिर जान्छौँ हामी होइन सिजौकाको मन्दिर घुम्न जानेछौँ मन्दिर घुमेर त्यतातिर अलिअलि भिडियोहरू खिचेर अलिअलि त्यताको भ्लग बनाएर त्यसपछि हामी त्यसपछि नागोया रिटर्न हुनेछौँ है गाइजहरू ल हेर्नु होला माया गर्नु होला अझै होइन अब माया त होइन मैले मेरो भिडियो जस्ट यो उसको लागि मेमोरीको लागि हो सम्झनाको लागि हो होइन सम्झना नै सबैभन्दा ठुलो कुरो छ त्यही भएर सबैजना पनि लाइक सेयर सब्स्क्राइब गरिदिनु होला अब नेक्स्ट टाइम अर्को डेस्टिनेसनको लागि है त ल बाई फेरि पनि ह्याप्पी न्यू इयर सबैजनाले होइन आज हामी होटेलमा बसेर चाहिँ अब चेकआउट भएर निस्क्यौँ अब मन्दिर जान्छौँ हामी चाहिँ अब हामी पहिला जान्छौँ मन्दिर जानेछौँ होइन अब यो चाहिँ हाम्रो 2026 को चाहिँ पहिलो 2026 को पहिलो घुमघाम होइन त्यही भएर चाहिँ छोरो कस्तो भयो एक्चुली भनिदियो ठिकै हो ठिकै भयो ल अब हामी जानेछौँ मन्दिरमा ल हेर्नु ल हामीलाई देखाएन ल ल हेर्नु ह्याप्पी न्यू इयर सबैजनालाई बाई बाई घुम्नलाई निस्केको घुम्ने ठाउँै रहेन त खासै सिजोकामा चाहिँ घुम्ने ठाउँै पाइएन अब हामी चाहिँ उमीको छेउतिर उमीमा गएर अलिअलि फोटो खिच्नलाई यसो घुम्न उमीतिर जान्छौँ हामी त्यही उमीतिर घुमेर यो पार्कमा आएको यो पार्कमा क्यास्टल जस्तो लगाएर आएको केही पनि रहेन खासै अब यहाँ आएको अलिकति चुमरा यस्तै भयो
अब चाहिँ अब हामी जाने अब यहीँतिर जान्छौँ गएर अलिअलि फोटोसोटो खिचेर त्यसपछि बस चढेर हामी फेरि ब्याक टु नागाई हुनेछौँ गार्डनतिर छौँ गार्डनतिर हेर्नु गार्डनतिर खासै रमाइलो भएन आयनले एकछिन खेल्यो के अरे उसमा आयन कस्तो भयो खेलेर भयो रमाइलो भयो अब चुकीमा दबाई घुमिएको तर है ओके ल ल हाम्रो डिनर टाइम भयो हाम्रो नेपाली खाना फर्स्ट 2026 को चाहिँ फर्स्ट नेपाली खाना हाम्रो चाहिँ यो सुरु भयो होइन अब यो यस्तै मिठो मिठो सधैँ यो 26 मा खाइरहनु पाऊँ है ल लिउँ ल ओके इतादाकिमास खाए ल भन्नु आइन खाना खाऊ छोरो ल के छ 2 शब्द भन्नलाई सिजोकाको चाहिँ हाम्रो के एस पल्स ड्रिम प्लाजामा अगाडि छ होइन एस पल्स ड्रिम प्लाजा ठाउँ यस्तो रहेछ त्यो टिकटहरू दिन्छ के को टिकटहरू
घुमिफिरी गरेर अब त्यो पोर्टमा घुमि भ्याएर सानो पोर्ट रहेछ, सानो प्रोग्राम पनि रहेछ यहाँ। प्रोग्राम साथी सधैँ घुमि भ्याएर हेरि भ्याएर अब हामी फर्किन लागेको। हामी यहाँबाट सिजोकाबाट अब नागाया फर्किन्छौँ। त्यही भएर नागाया फर्केर फेरि एक रात वहीँ बसेर अनि गिफु फर्किन्छौँ हामी। त्यही हो यहाँको लास्ट भिडियो ल, हेर्नुहोस् सबैजनाले राति पुरै। हामी सिजोकामा छौँ। अब हामी कहाँ जानु लाग्यो भन्छु त? अब हामी नाङ्गो जानको लागि बस कुरेर बसेको अनि गिडीहरू खाएर है। अब हाम्रो 20 मिनटमा बस आउँदैछ अनि हामी बसबाट चढेर नागाल्या जान्छौँ। अनि सिजोकालाई के भन्छौँ? बाई बाई सिजोका बाई बाई सिजोका। पहिला कोही फोनमा व्यस्त फेरि। ल गाइज हामी फाइनल्ली हामी नागाया आइपुग्यौँ होइन। अब अघि नै आउन त हामी सिजोका नि घुम्यौँ होइन। अब नागायाको चाहिँ साकायामा अहिले घुम्दैछौँ। अब हाम्रो अन्तिम भिडियो यही हो होइन। ल धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा। सबैजनाको के कस्तो भयो होइन, राम्रो भयो नि। ल सबैजना एकैचोटि बाई बाई गरेर इन्डिङ गरिदिनु। तपाईँ गरिदिनु छोरा, बाई बाई गरिदिनु। चुप्पा चुप्पा गरिदिनु।